हेलो गाइज, वेलकम टु द युट्युब च्यानल। आज चाहिँ हामी असार 15 को लागि चाहिँ भ्लग चाहिँ हामी बनाउन सुरु गरेका छौँ। म चाहिँ अहिले चाहिँ खेतमा खन्न अनि मेलो बनाउन यताउता गर्न अहिले जाँदैछु। ओ बुढी यहाँ हो त। ए मेरो बुढी पनि आज भर्खर माइतबाट आएकी थिए। हेलो भन्देऊ, हेलो भन्देऊ। बुढीले धान रोप्ने, मैले चाहिँ के भन्छ अरे भ्लग बनाउने, खन्ने यताउता सबै कुरा चाहिँ हामीले गर्दैछौँ। हाम्रो आन्टी लोग चाहिँ वहाँ अगाडि आन्टी मम्मी भाउजू को हुनुहुन्छ सबैजना चाहिँ वहाँ बाटोमा। ट्र्याक्टरले पनि खन्न सुरु गरिसकेछ, जोत्न सुरु गरिसकेछ। अब मेलो बन्दैछ। केही समयमा फेरि अब धान रोपाइको फोटोहरू त्यसपछि यताउता सबै कुरा चाहिँ म हजुरहरू माझमा देखाउनेछु। आजलाई यति नै। ल अब चाहिँ रोपाइ हाम्रोमा धान रोप्ने आन्टीहरू अनि सबैजना को हुनुहुन्छ यहाँ सबैलाई म भेट गराउँछु। ल यता हेर्नुहोस् त। हेलो बुढी यतातिर हेरौँ त। ल मम्मी ल सेता हेर्नु त। ल सीता आन्टी ल सबैले धान रोप्ने। ल हामी आन्टी ल सिरिया तिमीले पनि गरिदेऊ। ल हजुर हजुर हेलो गरिदिनु। अर्जुन दाई ल अलि अगाडि आउनुहोस्। आज हाम्रो दाई चाहिँ दर्शक, हाम्रो धान रोप्ने भाउजू आन्टीहरू सबैजना यहीँ हुनुहुन्छ। अनि यता चाहिँ उहाँ चाहिँ ट्र्याक्टरले जोतिरहेछ होइन। बाबा उतै नजिकै हुनुहुन्छ खेतमा। अब यहाँ खेतारा सर र सबैजना जम्मा भएर धान रोप्न सुरु। ल हाम्रो सृष्टि बहिनी पनि भ्लगमा आउने गरे। ल हेलो भनिदियो। ल के भन्नुपर्छ गर ल भन्दै युट्युब च्यानललाई। हाम्रो कविता बहिनी पनि आइछन् धान रोप्दिनलाई। हेलो गरिदेऊ कविता। आज 15 आज असार 15 आज असार धान दिवस मनाउनको लागि दुर्गा थापाको खेतमा लीला थापाको पुत्र दुर्गा थापा। ल यसो यता हेरेर भन्दै हुन्थ्यो नि त। अनि भन्दै थियो भने ल यसो भन्देऊ। ल लीला थापाको सुपुत्र दुर्गा थापाको खेत 4 कट्ठा। मादल सदल जम्फा गर्ने, रमाइलो गर्ने, लास्ट दिन असार 15 मनाउने। हे लीला दुर्गा थापाको घरमा रमाइलो ल जे त्यही भन्नु न। रोपाइ सुरु भइसक्यो। अब हाम्रो यहाँ के भन्छ अरे लेडिज ग्याङ भन्ने हुन्छ नि, ठ्याक्कै त्यस्तै तरिकाले चाहिँ यहाँ सबजना मिलेर टक्क रोप्दैछन्। ल गाइज हाम्रो भाउजू बुढी मम्मी आन्टी सबैजना हुनुहुन्छ यहाँ। सबैजनाले गर्नुभएको हाई, सबैजनाले हेलो गर्नुभएको छ हजुरहरूलाई। सबैजनाले हेरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस् होइन सबै। ल हाम्रो केटाकेटीहरू छोरी उहाँ रातो टी सर्ट लगाएको मेरो छोरो, यतापट्टि पिङ्क कलर लगाएको दाईको छोरी, यता अर्को भ्लगको दाईको छोरी। केटाकेटी नै धान रोप्ने भनेपछि उफ्रिहान भित्र छिर्न जान पाएन मात्र हो नै भने यिनीहरूले कति रमाइलो गर्थ्यो होला नि भित्र गइसक्यो है। ल गाइस म पनि अब खन्न हिँडेकै कोदालो रेडी भइसक्यो होइन। अघिसम्म अरूको भिडियो खिचिरहेको थिएँ। अब चाहिँ यसो बिच्चामा नि आफ्नो फोटो हान्दिउँ न, भिडियो हान्दिउँ भनेर है यसो देखियो गाइस जग्गा चाहिँ। ल अब हाम्रो अर्को क्यामेराम्यान चाहिँ यहाँ आउनुहुन्छ। उहाँले चाहिँ सबै कुरा देखाइदिनुहुन्छ होइन भ्लगको लागि चाहिँ। म चाहिँ अब खन्न हिँडेको। अब हाम्रो तारा दाई पनि एकछिनमा यसो कुरा गर्नको लागि चाहिँ भिडियोमा आउँछु भन्दै हुनुहुन्छ। हो कि होइन तारा दाई? भने होइन त्यसपछि चाहिँ सबैजना खेतमा चाहिँ रमाइलो गर्न जाने गरे। म चाहिँ अब अहिले हिँडिसकेँ।
मलाई चाहिँ मजा आइसकेछ है। अब खेत खन्ने रोप्ने ल। सो गाइस हाम्रो चाहिँ असार 15 है आज रोपाई धमाधम भइरहेको छ। तपाईँ देख्न सक्नुहुन्छ धान रोपाई काम पनि भइरहेको छ है। कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला। तपाईहरुले रोपाई सक्नुभयो कि अझै बाँकी नै छ कमेन्ट गरिदिनु होला। गाउँघरतिर त अब गोरुले जोत्ने चलन थियो पहिला हैन। आजभोलि चाहिँ ट्र्याक्टरले मस्त काम हुन्छ है। मान्छेले हल्का हल्का हेल्प गरे हुन्छ। यता चाहिँ हाम्रो खेतारीहरू छुपु छुपु धान रोप्दै हुनुहुन्छ। यता चाहिँ हाम्रो तारा दाई। हेलो तारा दाई। हेलो के छ? ठिकै छ। रोपाई सक्नुभयो? नै अब बल्ल अब जाने हो खेततिर। हो र? अब अलिकति यहाँ तयारीमा छु म पनि। अहिले अब आज असार 15 हो। दही खाने दिन पनि भन्छन्। यो मान्यता कई वर्षबाट आइराखेको छ र त्यही अवसरमा अलिकति हामीले पनि अब धान सान रोपौँ खेतमा। सबैले रोपिराखेका छन्। त्यही भएर अब धान रोप्ने कार्यक्रम छ। साथसाथै ब्लग पनि बन्दैछ। र अरूको कुरा के छ भने हामी असार 15 को रूपमा यो मनाइराखेको एउटा प्रचलन हो। हजुर हजुर। र यसलाई मैले के हिसाबले लिन्छु भने असार 15 हामीले हर साल किन रोज्छौँ त? अरू दिन पनि त हुनसक्छ। असार 15 रोजेको कारण के रहेछ मेरो विचारमा के आउँछ भने हामी सधैँ यो पृथ्वीसित कनेक्टेड हुन्नौँ कि किन हुन्नौँ भने अब घर जायौँ भने सिमेन्टको फर्स हुन्छ, मार्बल टाइलको फर्स हुन्छ, बाहिर निस्केर चप्पल जुत्ता लाएर हिँडिन्छ। त्यही कारणले मलाई यस्तो लाग्छ कि हामी जमिनसित कनेक्टेड हुन्नौँ किन धरतीलाई माँ भनिन्छ, आमा भनिन्छ। त्यही कारणले अब हामी त्यही कनेक्सन गर्नको लागि हामी धरतीसित कनेक्ट हुनको लागि हामी के भन्छौँ भने यो धरतीमा हामी टेक्छौँ। किनकि अब साइन्सले भन्छ हाम्रो भित्र एउटा इलेक्ट्रिक हाम्रो भित्र पैदा भइराखेको हुन्छ। त्यो इलेक्ट्रिकले उसलाई साइन्स भाषामा 0 वाट भन्छन्। 0 वाट भनेको के हो भने हाम्रो शरीरभित्र एउटा इलेक्ट्रिक छ। उसले 0 वाट गर्नको लागि हामीले धरतीमा खुट्टा टेक्नै पर्यो, माटोमा खुट्टा टेक्नै पर्यो। ओके, तारा दाइले आफ्नो 2 शब्द राखिदिनु भयो। म फेरि पनि तारा दाइसँग जोडिन्छु। एकछिनको लागि चाहिँ म फेरि क्यामेरा मुभ गर्दै यता चाहिँ हाम्रो रोपाइतिर नै लान्छु है। असार 15 भएको कारणले गर्दा मैले चाहिँ मेन फोकस चाहिँ रोपाइलाई गरेँ है। उता चाहिँ आमाले के छर्दै हुनुहुन्छ? क्यामेरा चाहिँ हल्लिन्छ होला। आमाले चाहिँ मल छर्दै हुनुहुँदो रहेछ है। यो के भन्छ यसलाई? यो मल उता चाहिँ हाम्रो बुवाले आली मिलाउँदै हुनुहुन्छ। ट्र्याक्टरले भत्काएको आली। गाइस भ्लगलाई माया गरिदिनु होला, कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला है, सेयर गरिदिनु होला। हल्का चहलपहल दिनु पर्यो च्यानलमा। यस्तै छ जिन्दगी है। रोपाई गर्यो 1 वर्षलाई धानको लागि। तिमी पनि जाने हो? हेलो श्रेया, कता भागेको? क्यामेरासित डरायो क्या हो? तिमी पनि जाने हो रोपाई गर्न? जाऊ।
असारे महिना सिमसिमे पानी परिरहेकै छ नि तिमीलाई भेट्न भनेर छाता ओढेर आएको ल हात लगाइदिनुहोस् असार 15 को शुभकामना सबैलाई हजुर सर्बिन आन्टीले के भन्दै हुनुहुन्छ टाढा बस्यो भन्दै हुनुहुन्छ क्या हो ल हाम्रो गुरुजीले पनि ट्र्याक्टर खतरा कुदाइरहनु भएको छ खेतमा है ए धेरै जिम भयो क्या मान्छे ए के बोल्नु यार असारे महिना सिमसिमे पानी परिरहेकै छ नि तिमीलाई भेट्न भनेर छाता हरियो डाँडा माथि हलो जोत्ने साथी गीत कस्तो लाग्यो एकदम ठिक लाग्यो गीत एकदम मन पराउने गीत हो पहिलाको मलाई एकदम मन पर्ने गीत हो र कहिल्यै पुरानो भएन है यो गीत कहिले पुरानो भएन किनकि महिना असारको हो असार भन्दा बित्तिकै असार ताजा गर्छ त्यही त हो माले हो जाऊ रोपाइ गर्न जाऊ खेत रोप्न छोड्न आउनु कस्तो छोड्न जाने हो त्यहाँ जान पनि त्यति झर्न सक्दैनौ तिमीहरू ल यो गाडी चाहिँ निकाल्नु पर्ने भयो अब यहाँ चाहिँ धेरै उकालो छ यो सो अब यो ट्र्याक्टरको अगाडि बसेर चाहिँ यसलाई तल वेट चाहियो क्या यसलाई अगाडि नत्र भने यो ट्र्याक्टर फर्किने सम्भावना भयो त्यही भएर अब यो अगाडि बस्नुपर्ने भयो उताबाट आउँदै हुनुहुन्छ अगाडि बस्नुलाई ओए कपिले त अब ट्र्याक्टर निकाल्ने हो यो चप्पल हटाउ त उता ल है गाइज हाम्रो चाहिँ यहाँ सकिएको छ रोपाइ है हाम्रो चाहिँ रोपाइ भ्लग अब आउँदैछ है आज असार 15 सो हामीले चाहिँ असार 15 मा एउटा सानो भ्लग गराएर अपलोड गरौँ न त भनेर चाहिँ भ्लग सुट भइरहेछ अहिले अब यहाँ खेत रोप्ने काम त भइरहेको छ है खेत रोपेर त अब 6 टन नै अब रात पर्छ होला हैन ट्र्याक्टरको काम चाहिँ सक्यो अब ट्र्याक्टर निकाल्नु पर्ने भयो त्यही भएर अब अगाडि बस्नु पर्यो सो अब अगाडि बसेर टक्क ट्र्याक्टर निकाल्नु पर्ने भयो कि नत्र भने यहाँ उकालो भएर फर्किने भयो कि ट्र्याक्टरै अगाडिको भाग ओए सुपिका यता आऊ कि ट्र्याक्टर निकाल्न लागेको देखेको छैनौ र ल लेट्स गो ओ निक्ल्यो ओए फस्यो क्या हो अलि हान्न पर्यो रेस पिकअप लिएन जेसीबी ल्याउनु पर्छ क्या हो जेसीबी ल्याउनु पर्छ क्या लास्ट खाल्डो रहेछ नि त त्यत्रो ढुङ्गा रहेछ हातमा अगाडि नगर बाबु यस्तो हुन्छ अब ट्र्याक्टर निकाल्न एकदम गाह्रो हुने भयो क्या यहाँ गाइजहरू उता चाहिँ खेत धमाधम रोपेर एउटा चाहिँ भ्याउनु ल निस्क्यो त्यो बस्नु परेन अगाडि बस्नु परेन अटोमेटिक निस्क्यो गाइज अटोमेटिक निस्क्यो ल हाम्रो गुरुजीले ट्र्याक्टर निकाल्नु भयो फाइनल्ली ओ यता आऊ हजुर 55 मिनटमा यति भइएछ ल एउटा दुईटा तिनटा चारवटा
बोल्नुभयो हजुर के भन्नुभयो शर्मिला आन्टी कतिखेर भइन्छ रोपेर ल सबैलाई असार 15 को शुभकामना हजुर स्वस्थ मस्त व्यस्त छौँ वर्ष दिन खाने मानु खाएर मुरी उब्जाउने बेला हो हो सबै रमाइलो गरौँ भन्ने बेला भिडियोग्राफी विनोद भुषाललाई धेरै धेरै धन्यवाद हो भुषाल धेरै धेरै धन्यवाद भिडियो गरेकोमा हजुरको भनाइ के हो नितुजी केही छैन ल छोटो मिठो चटक्कै ल गिराउँदै रोप्नु है असारको गीत के अलि जोसँग गाउन अब सुनिँदा यस्तो साउन्ड माइक छैन के माइक भन्नु त मेरो फेरि माइक भएको भए टाढाबाट खिचेको भने केही हुन्थेन म चिचाउँछु हजुर भनिदिनु ल मिना आन्टी एउटा टुक्का निकालिदिनुहोस् त्यही टुक्का भयो यता के छ हाम्रो दुर्गा सरको ए कपिल नछाप खेत खन्ने छ आज हो। लिने भयो भ्याउने हो आज ल्याउने भन्ने सोचेको हो अब के हुन्छ हेरौँ ए ल ठिक छ गर्दै जाऊँ कहाँसम्म भइन्छ बल्ल असार 15 को झल्को आयो सुविज्ञा तिमी नि हिलाइयो नि अब पख यता अगाडिबाट खिचौँ जाऊ बाहिर जाऊ भयो अब ओए सुबिका ओए बिउ अब भयो नचलाऊ यो बना तो ठीक है एउटा चाहिँ सिद्धे भर्खर है एउटा कोलिया भन्छ कि गरा भन्छ कि के भन्छ गाउँतिर चाहिँ गरा भन्छ यहाँ चाहिँ कोलिया हो कि के हो भन्छ मलाई पनि थाहा छैन है अब चाहिँ अर्को सुरु अहिले चाहिँ यतापट्टिबाट रोप्न सुरु गर्नुभएको छ है रोप्न आऊ साथी भएन हुन त्यही हो म बोल्दिनँ
खेत रोप्दाखेरि हातको औँठी हरायो गही खेत रोप्दाखेरि हातको औँठी हेरिदेऊ मायाले दर्पण छायाले हेरिदेऊ मायाले दर्पण छायाले हेरिदेऊ मायाले दर्पण छायाले। ल हजुरलाई पनि हाम्रो युट्युब च्यानलमा स्वागत छ। असार 15 को शुभकामना। एउटा दुईटा टुक्का हानिदिनुहोस्। दानी गरेर निकाल्दिनु है त गिरै आउन के म त हेरेको असारको 15 को धेरै धेरै शुभकामना। शुभकामना सबैले भन्नु न हो भन्नु। 1 2 3 धान दिवस भन्नु गरे धान दिवस भन्नु गरे ल। हेप्पी धान दिवस